मन्दिर पहिलोपटक आइयो। जनकपुरको जानकी मन्दिर बुढीले भिडियो खिचेर ल्याइदियो भनेर क्या त्यही हो। जनकपुरको जानकी मन्दिर होइन, यो माथिको जति पनि टुप्पोमा छ नि हजुर गजुर जस्तो गजुर सबै सुनको थियो। अहिले सुनको होइन होइन अहिले ए दामी है जान मिल्छ भिड रहेछ सबै जुत्ता पुगाल्नु पनि 2 दिन भएपछि बनाउला मजा होइन राम्रो जातिको बिहा हो। ए बिहे भएको बिहा भएको उतापट्टि हो होइन, राम जानकी मन्दिर यही होइन। अनि जनकको दरबार भने जनक राजाको अनि विवाह मण्डप उतापट्टि हो है। अनि राम मन्दिर उता पर छ, अहिले हामी कटेर आयो। राम मन्दिर राम मन्दिर त्यहाँ चाहिँ वासस्थान त्यहाँ हो, मेन राजा जनकको दरबार गरेछ। ಟ್ರೇನ್ ಮಾಡ್ತಾರಂತ भन्नुभयो साथीको उयो गेट अब यो कुनै टाइम हुन्छ जम्मू सेल्फी जालौँ बस्ने धर्मशाला पैसाहरू केही लाग्दैन। ए बस्नलाई फ्री हो। शान्ति विवाह मण्डप ल जनक विवाहको मण्डप त्यही हो। ए ल जनकपुरको घुमघाम, जनकपुर आइयो घुमघाम गरियो। टुकटुके धेरै चल्दो रहेछ यहाँ, टुकटुकेहरू टुकटुके जनकपुर धाम होइन दर्शन गरेर फर्किँदै हामी ल जनकपुर धाम जनकपुर दर्शन गरेर लास्टै गर्मी है त्यही गर्मी घुम्यो घुमेर आएको गाडी रिजर्भ पठाइदिए। ल टुकटुके चढेर अब कहाँ जाने त हामी फेरि बस स्ट्यान्ड बर्दिवास जाँदै जनकपुरको मन्दिर दर्शन गरेर फर्किँदैछ।
खुब चल्दो रहेछ है टुकटुकीहरू यहाँ कति पर्छ एउटा टुकटुकी यता 4-5 पर्छ है 10-15 हजार कमाइहाल्दा महिनाको दिनको 1000 रुपियाँ 1500 कमाइहाल्छ अनि यहाँबाट इन्डिया नजिकै पर्छ नजिकै त बोर्डर हो 10-12 किलोमिटरमा बोर्डर आउँछ कुन बोर्डर हो यताबाट नजिकको बोर्डर यता चट्टी छ हजुर अनि यता भिटामोर छ अलिक मेन भिटामोर र चट्टीको ठुलो शाखाहरू पनि छ काकडभिटा हान्ने चाहिँ कहाँ नि शाखा त्यो पनि बोर्डर है त्यो पनि बोर्डर हो उता पानी ट्याङ्की तपाईँको त्यहाँनिर मेची पुल पारी ए मेचपुल योमा हामी खाना खानु छिरेको के छ र सानो ठाउँ धेरै हुँदै बर्दिवास फर्किने खाना खायो बर्दिवास फर्किँदा अब गएर रेस्ट गर्ने आज गाडी रिजर्भ गएको छ भोलि 7-8 बजे गाडी भरेर काठमाडौँ फर्किने बर्दिवासबाट उड्दै बर्दिवास जानु बस कुद्दै यहाँबाट 3 किलोमिटर चाहिँ छ बर्दिवास धेरै गर्मीभित्र बस्यो कि पाग्ला जस्तो फ्यान चलाउनु तातो हावामा बर्दिवास चोक भनेको यहीँ हो यहाँ तल बर्दिवास चोक हो त्यहीबाट भोलि यता हुँदै सिन्धुली पुर्कोट हुँदै सिन्धुली हुँदै काठमाडौँ जाने म बसेको गेस्ट हाउस चाहिँ यही हो यो रुम हो ल भोलि भेटौँला बाई बाई सबैलाई ल अब बसेको गेस्ट हाउस पनि आइयो गेस्ट हाउस पनि आइयो बल्ल गर्मी आउँदै रात पऱ्यो 3 किलोमिटर भनेको 30 किलोमिटर पो रहेछ जनकपुरबाट बर्दिवास 35 किलोमिटर रहेछ ल म बसेको गेस्ट हाउस चाहिँ यही हो भोलि चाहिँ अब बर्दिवासबाट भोलि अब काठमाडौँ गइन्छ आज बसियो साह्रै गर्मी छ हात एकदम गर्मीमा हुप्प छ एकदम गर्मी छ यसमा नि गर्मी छ कोठामा ल अब भोलि काठमाडौँ गइन्छ अब खानसान खाएर सुत्ने तरकार गरौँला अब भोलि भेटौँला बाई बाई बर्दिवासको बिहानीको ठाउँ बर्दिवास चोक बर्दिवास चोक हो यो आज बर्दिवासमा बिहान मौसम सफा रहेछ काठमाडौँ जस्तो धुवा धुलो त उड्दैन रहेछ यहाँ
बाटो पनि ठुलो पिच रोड राम्रो छ। यही काउन्टरबाट आज गाडी भरेर हामी काठमाडौँ जान्छौँ। चढाइयो चढाइयो रोकेर एकछिन के हेर्नु करम लाग्दैन होइन चढायो हामीले सिन्धुलीमा आएर जाउँ जाउँ चुरा खान लाग्छ फेरि कराउँछ उनीहरू फेरि कराउँछ त मेरो यसरी खेदिने ल होइन चढायो नि त हामीले चढाउनु भयो मैले चढाएँ होइन सिन्धुली पहिलोपटक आएको त्यो राम्रो छ होइन भ्यूहरू होइन चढायो खानासाना खाइयो होटलमा खानासाना खाइयो अब हिँड्ने तर्खर पनि गरिन्छ अझै छ 4-5 घन्टा यहाँबाट धुलिखेल पुग्नु 4 घन्टा छ बाटो अलिक बिग्रेको छ अफरोड छ एक ठाउँमा पहिरो पनि गएको छ बिस्तारै जान्छ।